पहिले हाम्रो गाउँमा घरहरू माटोबाटै जन्मिन्थे। ढुङ्गा, माटो र काठले बनेका ती घरहरू जीवनसँगै बाँच्थे र अन्त्यमा फेरि माटोमै विलिन हुन्थे। तर आज अवस्था पूर्ण रूपमा बदलिएको छ। अब हामी सिमेन्ट, रड र गिटीका संरचना निर्माण गरिरहेका छौँ। त्यसका लागि टाढा टाढाबाट सामग्री ओसारिन्छ, जसले गर्दा ढुवानी बढ्छ, लागत बढ्छ। त्यति मात्र होइन, वातावरणमाथि पनि प्रतिकूल असर पर्न जान्छ। हामीले बनाइरहेका संरचना बलिया देखिन्छन्, तर सबैभन्दा गम्भीर प्रश्न यही हो कि यी संरचना चाहिँ आफ्नो जीवन चक्र पुरा गरिसकेपछि अन्ततः कहाँ जान्छन्? किनकि माटो र ढुङ्गाले बनेका संरचना प्रकृतिमै फर्किन्थे, तर कङ्क्रिट माटोमा फर्किँदैन। यो नाश हुँदैन। यिनीहरूले माटोलाई दीर्घकालीन रूपमा बदलिदिन्छन् र दशकौँ होइन, शताब्दीसम्म वातावरणमा बोझ बनेर बसिरहन्छन्। पुराना संरचनाहरू हराउँदा प्रकृति फेरि सन्तुलनमा आउँथ्यो, तर आजका संरचना हराउँदैनन्, बरु माटोभित्र स्थायी घाउ जस्तो बनेर बसिरहन्छन्। हामीहरू तीव्र गतिमा विकास गरिरहेका छौँ, तर विकास भनेको केवल अग्ला र विशाल संरचना निर्माण गर्ने कुरा मात्र होइन। यो त माटो, वातावरण र भविष्यसँग हाम्रो सम्बन्ध कति जिम्मेवार वा विनाशकारी छ भन्ने कुराको मूल्याङ्कन पनि हो।